तो हेलो गाइस, वेलकम टू माय न्यू यूट्यूब चैनल। अभी मजा आएगा ना भिड़ो। यहाँ पे आप लोग देख सकते हैं, होइन यही नहीं अभी और सुनिए। यहाँ पर तपाईँ हेर्न सक्नुहुन्छ गजब बेइज्जती है। हामी चाहिँ रुकुम चिलकोट ए उठाले रे देवा के नाम हो रे रुकुम चिलकोट। यहाँ हामी आइसकेछौँ। यहाँ रुकुम चिलकोटको बाटोमा आउँदैछौँ। त्यहाँ केटाहरू सबै घुम्न गइरहेछन्। रुकुम चिलकोट के नाम हो त्यहीमा। अब यहाँ सबै हेर्न सक्नुहुन्छ यहाँको पछाडिको भ्यूज। यहाँ कस्तो छ, उत्तरी यहाँ धुलो धेरै डेन्जर छ धुलो। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ पछाडिको भ्यू कस्तो छ भनेर हेर्नुहोस्। अनि यहाँको धुलो पनि हेर्न सक्नुहुन्छ कस्तो छ धुलो। यो हेर्नुहोस् धुलो कति धुलो छ। यहाँको भ्यू हेर्नुहोस् र यहाँ धुलो हेर्नुहोस् र यहाँ हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ हाम्रो दाइको पछाडि पुरै यहाँ हेर्नुहोस् पुरै कस्तो धुलो रे भएको छ। यो हेर्नुहोस् कस्तो धुलो रे। यसमा बस्दा बस्दा पनि धुलोमा कस्तो यो 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 केटा हेर्नुहोस्। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। दाइ चाहिँ त पक्का मुडी टाउको तल गर्छ। यो हेर्नुहोस् टाउकोमा। अनि यो हात हेर्नुहोस् यो कस्तो के भएको छ धुलो रे। यो कति धुलो छ भनेर यहाँ तपाईँ हेर्न सक्नुहुनेछ। यो रुकुम चिलकोटको बाटो समझ रहे हो। धेरै अब म धेरै कठिनाइवाला छ के त्यो। अनि म यहाँ अब हेर्नुहोस् गाडी पछाडि लाग्यो। अब गाडी अगाडि बढ्न सकिरहेन। अब हेर्न सक्नुहुन्छ कस्तो भ्यू छ यहाँ रुकुम चिलकोटको। अनि यो केटा यहाँ उभिया छ। ए दाङको सिमाना रुकुम के अच्छा हमको सिखा रही है। दाङको सिमाना ए दाङको सिमाना ए रोल्पा र दाङको सिमाना रुकुम चिलकोट भन्छ के चिलकोट मात्र दाङको चिलकोट छिलिकोट ए। त गाइज यो चाहिँ दाङको चिलिकोट जाने बाटो हो। यो चाहिँ कस्तो छ हाम्रो गाडी पनि गइसकेको छ। ऊ त्यहाँ सर हाम्रो हिँड्दै जानु गइरहेछ। अनि अब यो चाहिँ बाटो धेरै खतरा छ। अब खोइ अब हिँड्दै जाने हो कि के गर्ने हो। अनि एउटा हाम्रो अर्को दाइ उता बुलेट बाइक लिएर आउँदै हुनुहुन्थ्यो। त्यो उहाँको बाइक अब आउन सकिरहेन। दाइले भन्नुभयो फर्केर जाने कि अब उता जाने के गर्ने। यहाँ हेर्न सक्नुहुन्छ एउटा टिप्पर आउँदैछ। कतिको धुलो उडाएको छ हो तेरि। यहाँ हेर्नुहोस् यहाँ सब केटाहरू मुख छोपिरहन्। पुरै धुलो धुलो भइसक्यो। हेर्नुहोस् केही हेरिरहेन कस्तो धुलो भएको छ तेरि।